बनाउनु भएको यस्तो खालको देख्नु भएको छ मोमोको स्टाइल। हेलो एभ्रिवान, नेक्स्ट ब्लगमा सबैजनालाई स्वागत छ। थाहा छँदैछ म अहिले तपाईँहरूलाई गाउँमा आइराखेको छु अनि गाउँमा भइरहेको के हुँदैछ, कता कता जाँदैछु त्यो देखाइरहेको छु। आज के हुन्छ के गर्छु त्यो सब म तपाईँहरूलाई देखाउने वाला छु। यहाँबाट चाहिँ सिधै पहाडी चाहिँ भोजपुर जिल्ला हो क्या। हाम्रो क्लासको हाम्रो गाउँको स्कुलको स्टुडेन्टहरू यस्तो छ। तिम्रो नाम के रे? कतिमा पढ्छौ तिमी? के हो नाम? ओहो, तिम्रो नाम के हो? कतिमा पढ्छौ तिमी? कतिमा पढ्छौ? यतिजना हुनुहुन्छ क्लासमा, पल्लो क्लासमा एकजना। जम्मा कतिजना? 5 जना? कतिजना? 7 जना? ए केसँग माम खाएको चाहिँ? किन नखाने तिमी चाहिँ? हाम्रो कर्णधार विद्यार्थीहरूले भात खाँदैछ टिफिनमा। 1 घन्टा भइसक्यो होला खाना खाएको, अहिलेसम्म खाइसकेको छैन। फेरि यहाँ चाहिँ केटाकेटीहरू खेलिरहेको छ। कोही खाजा खाइरहेको छ। यहाँ मेरो सिफारिस बनाइदिँदै हुनुहुन्छ। अब खाजा चाहिँ यहाँ आएर मेरो काम सबै भइसक्यो, प्रतिलिपि लिइसकेँ। अब चाहिँ थुक्पा खाने हाम्रो साउनी दिदी हिजो पनि आएको थिएँ, आज पनि आएँ अनि मेरो नागरिकताको प्रतिलिपि बनाइसकेको छु। अब चाहिँ फेरि पनि घर जाने हो। म चाहिँ ड्याडीसँग आएको थिएँ, मेरो काम भइसक्यो। यो चाहिँ हाम्रो यता बारीको सुन्तला बगान हो। यो हाम्रो ड्याड ममले रोप्नु भएको रहेछ। यहाँदेखि कति तल तलसम्म छ होइन, तर यो 2 वर्षमा त फल्ने रहेछ हौ। यहाँ कति बोट लाउनु भएको? 103 बोट। मल चाहिँ कहाँबाट ल्याउनु? माइजरको? काँक्राको बोट। उता त झन् स्यालक्कै गइरहेछ त्यो। यस्तो छ हाम्रो सुन्तली बगान यताको। यता मकै छरिसक्नु भएको रहेछ। मकै पनि उम्रिन थालिसकेको भयो। 1-2 पत्ते हुनु थालिसकेको रहेछ क्या। यहाँ पल्लो साइडमा चाहिँ धेरै उम्रेको रहेछ। आज चाहिँ हाम्रो यो मोमो खाने प्रोग्राम छ, त्यही भएर मोमो खानु बनाउनुलाई म यहाँ यस्तो गर्दैछु। यहाँ मेरो भदै नि भाँडा माझ्ने अरे उनीहरू मोमो खाएर नछोड्ने भएन र म यहाँ मोमोलाई बनाउनलाई रेडी बनाउँदैछु। अहिले चाहिँ मैले पिठो मुसेर यतिको बनाएको छु। आज हामी यतिको मोमो खाँदैछौँ। 1 केजी हो यो चाहिँ। यहाँ चाहिँ
बन्दा र प्याज यस्तो काटेछु यो यसमा गरेकोले यो अलिक रातो रातो रहेछ यो चाहिँ एकदम लोकलमा यस्तो खुर्काइसकेको छु मैले यहाँ अहिले हाम्रो किमा बन्दैछ किमा चाहिँ यत्रो अचानक कत्रो हो यो अस्तिबाट मासु साँचेर राखेको थियौँ हामीले किमा बनाउने हुनुहुन्छ माई फादर्स मको भाँडा यहाँ रेडी पानी तताइसकेको छौँ भने यहाँ छ किमा यहाँ शुभले हाम्रो नानीले पेलो गरे ऊ चाहिँ मोमोको डल्ला बनाउने अलि सानो बनाऊ यहाँ फर्स्ट लटको हाम्रो मोमो ला हो डेडीले त मोमो अरे हो डेडीले आइलो यो शेर्पा चाहिँ लो खै काठमाडौँको स्टाइलको मात्रै आउने छ मलाई यो नेवार स्टाइलको हेर्नु यतिको चाहिँ हुनु पर्यो मोमो हाम्रो डेडीको मोमो है डेडीले बनाउनु भएको यस्तो खालको देख्नु भएको छ मोमोको स्टाइल यो 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 ड्याडीले बनाउनु नेवार मोमो अरे यो चाहिँ नेवार मोमो अरे यो चाहिँ के मोमो त सिलिचुङ मोमो होला यो चाहिँ सिलिचुङ मोमो मोमोको डिफ्रेन्ट यो चाहिँ मैले बनाएको के गर्नु यस्तै छ हाम्रो सिप यो नेवार मोमो अरे यो चाहिँ मोमो अहिलेको मोमो यो चाहिँ मैले बनाएको राम्रै छ डेडीको भन्दा त यो मैले बनाएको यो मोमो यहाँ रेडी भइसकेको छ हो सुरु स्टेप चाहिँ यस्तो भइसकेको छ पाकिसकेको छ फर्स्ट लट यो चाहिँ हाम्रो घरमा बनेको लोकल मोमो लोकल सुँगुरको मासु फेरि स्टाइल चाहिँ हाम्रो लोकल टाइपकै आगोमा पकाएर खानुको मजै छुट्टै छ लु हाम्रो मोमो खाने मित्रहरू सुरुमा चाख्नुहोस् खाऊ है तातो छ होला काटेर खाऊ फुफु गरेर खाऊ न यता हेर्नु कस्तो छ मिठो छ कस्तो छ भाइ मिठै छ ल मोमो खानु सक्सेसफुल यो चाहिँ मेरो मोमो मैले चुट्टाइसकेको छु अनि अब खाँदैछु दामी भयो हातको फेरि कालो भइरहेको के गर्नु जिन्दगीमा यस्तो पनि हुँदो रहेछ